चुनावमा जिताएर पनि त्यो बेलाको नेताहरू केही गरेन। अहिले भोट दिएर के फाइदा, केही हुनेवाला छैन नेपालमा। यहाँको लागि त अहिले नेपालमा हाम्रो रोजगार पनि यही नेपालमै होस् भन्ने एउटा चाहना छ। अब बाहिरतिर बसेर कति बस्ने मुलुक खाडी मुलुकमा आफ्नै ठाउँमा केही गरेर काम गर्ने हो भने राम्रो हो। त्यो नेताहरूले अब गरिदिनु पर्यो। बाध्यता पऱ्यो, त्यही भएर राम्रो काम गर्नु पऱ्यो। उनको लागि धन्यवाद। के गर्ने सर, यता नेपालमा बेरोजगार छ, जानु परिहाल्यो उता। अब पुरै होइन, अब हामीले त अब विदेश नै जानु परिरहेको छ होइन, किनभने अब कोहीसँग आफूसँग जति दक्षता होइन क्षमता अनुसार भएछ क्यापेसिटी भइरहेको छ होइन। त्यो अनुसार हेर्ने हो भने त अहिले नेपालको अवस्था हेर्ने हो भने त हामी पुरै नेपाली दाजुभाइहरूले विदेश नै धाउनु परिरहेछ। त्यसको लागि पनि व्यवस्था गरिदिनु पऱ्यो होइन। नेपालमा केही अब आफ्नो दक्षता भ्याएसम्म आफ्नो क्षमता अनुसार जुन आफूसँग क्यापेसिटीहरू छ त्यो अनुसारको जागिरी होइन, जब जागिरी चाहिँ नेपालतिर पाउनु पऱ्यो भन्ने हाम्रो त्यस्तै हो। गरेका छौँ हल्का पहिलेभन्दा देखिन्छ त्यस्तो पनि। नेपालमा बस्ने रोजगारीहरू गरिदिएको भए सामान्य काम त्यस्तै कुरा रोजगारी मिलोस् भन्ने कुरा हो।